लाइफमा रमाइलो गर्ने भनेको दाजुभाइ कि साथीभाइसँग हुँदा हो, नत्र त सुत्ने बस्ने हो। वाट्सएप एभ्रिवान। ए लस्सो एन्ड फ्याफुल्ला। हिजो राति वाइल्ड खाएर सुते, अनि पसलको बियर सकेर बिहानैतिर लिन हामी निस्कट कुदे, लिगेर फेरि मोरङतिर हिँडे। जाँदा जाँदा पानी प्यास लागेर सानो पसलमा चिसो किनेर खाइयो। गर्मीमा खाएर होला, एकदम मजा लाग्यो। पसले बा पनि मजाले बोल्नु हुँदो रहेछ, झन् मजा लाग्यो। त्यसपछि गन्तव्यतिर लागियो। गन्तव्य आइपुगेको छैन, हल्का फुल्का मैले स्वाङ देखाइदिएको, भाइले त बियर खाने हो दाइ रे। मैले खाइहाल्छु नि भनेर केजिएफ पारामा 2वटा ल्याएर गए। अनि हामी 4जना दाजुभाइ बसेर लगभग 4वटै खाए। रमाइलो गफगाफ गरेर कमेडी भिडियो 2वटा जति बनाए। अझै खानी दाइ भन्दै थियो, तर खाएन। अनि घर हिँडेर भाइको घरतर्फ लाग्यो। घर पुगेपछि ठुलमम्मीसँग बसेर थोरै गफ गरेर टिकटक बनाउन भाइहरूसँग डान्स प्र्याक्टिस गरे। फेरि बहिनी र भाइसँग खाजा खानलाई चिसो पानीतिर गयौँ। यतातिर मकैको सिजन भएकोले जताततै हरियाली देख्छु म त। पसल चाहिँ दिदीको घर अगाडि रहेछ। भाइले चटपटे चिसो सबैलाई सर्भ गरियो। त्यसपछि सबैले अट्याक हान्दै थियो, अनि मैले नि फर्स्ट बाइट सेकेन्ड बाइट गर्दै खाएको। भोक मिठो जस्तो चटपटे थियो, तर पेट चाहिँ भनी टन्नै अगायो। अनि रात नि पर्न लागिरहेको थियो। त्यसपछि सिङ्गोलतिर गइयो। बाई बाई गाइज।